3 चम्चा यो 4 चम्चा खुसी कार्यालयले उत्पादन गरेको मिक्स सातो यो विशेष गरेर बच्चाहरूको लिटोको लागि बनाइएको हो। तर पनि विगत लामो समयदेखि हिमाल आरोहण गर्नेदेखि लिएर विभिन्न एक्सर्साइज गर्नेहरूको निम्ति पनि उपयुक्त भएको छ। त्यसैले आज हामीले यो टेक्सन कम्पनीको कोकोजी र यो मिक्स सातो मिसाएर यो विशेष गरेर कोको टिफिन भनेर हामीले नामकरण गरेका छौँ। यो हाम्रो नानी बाबुहरूको लागि यो मिसाइनु छ। यदि मह छ भने तपाईँले 1 चम्चा 1.5 चम्चा मह मिसाउन सक्नुहुन्छ। यदि मह छैन भने सक्खर पनि मिसाउन सक्नुहुनेछ। र विशेष गरेर यो कोकोजीले बच्चाहरूको दिमागलाई तेज बनाउने काम गर्दछ। त्यस्तै गरेर इम्युन सिस्टम बढाउने काम गर्दछ र पढाइमा रुचि गर्ने काम गराउँदछ। साथसाथै विभिन्न रोग प्रतिरोधात्मक शक्ति बढाउने काम पनि गर्दछ र पढाइमा रुचि गर्ने काम गराउँदछ यो कोकोजीले। तपाईँले को नानी बाबुलाई यो स्कुलको टिफिनको लागि यो अति उपयुक्त छ। त्यसैले हामीले यहाँ डेमो गरेर देखाउँदैछौँ। तातो पानी हालेर मजाले मिसाउने, तातो पानी हालेर मिसाएर यस्तो सानो सानो बच्चाहरूको टिफिन बनाउने बिस्कुट जस्तै को साथमा यो खुवाउनु भयो भने तपाईँको बिस्कुट जस्तै बनाएर खुवाउन सकिन्छ। बिस्कुट खुवाउनु भन्दा यो खुवायो भने बच्चाहरूको दिमागलाई पनि राम्रो गर्छ। धेरै राम्रो हो यो हाम्रो सात थरीको मिक्स हुन्छ। त्यही माथि कोकोजी मह मिसाएर बनाएको। सक्नुहुन्छ भने यो स्पाइरुलिना 1 ट्याब्लेट र यो जिएल पनि 1 क्याप्सुल मिसाउनु भयो भने अझ उत्तम हुनेछ। यदि सकिँदैन भने पनि यो कोकोजी मात्र मिसाउनु भयो भने तपाईँ हाम्रो नानी बाबुको दिमाग राम्रो तेजिलो र फुर्तिलो हुनेछ। सबै अहिलेको बजारको खानेकुराले गर्दा बच्चाहरूको दिमागमा नकारात्मक ऊर्जा शक्ति जम्मा हुन्छ। त्यही भएर बच्चाहरू अहिले हामीले भनेको नमान्ने, अट्टेरी, मुख लाग्ने त्यस्तै हुन्छन्। राम्रो खानेकुरा खुवायो भने बच्चाहरूलाई राम्रो हुन्छ। यसलाई यसमा खानेर म डल्लो बनाउँछु। म लड्डु बनाउँछु। कोकोजी 7 थरीको मिक्स सातो म मिसाएको सातोको म लड्डु बनाउँदैछु। लड्डु अथवा कुनै पनि किसिमको सानो सानो आकारको एक मुखमा खाइसक्ने बनाउँदा उपयुक्त हुन्छ। पानी पुगिसक्यो। सबै ग्राहक महानुभावहरू प्यारा हाम्रो ग्राहक महानुभावहरू सबैले यो सातो मन पराइदिनु भएको छ। राम्रो छ भन्नुहुन्छ। सबैलाई म धन्यवाद दिन्छु। तपाईँहरूले मन पराइदिनु भएकोमा, हामीलाई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। यहाँ बच्चाहरूको टिफिनको लागि बिहानको नास्ता, टिफिन त्यस्तै सबै अब बिहानको नास्तामा पनि हुन्छ, टिफिनमा पनि हुन्छ। म कोकोजी मह मिक्स सातो मिसाएर यहाँ म अब बच्चाहरूको टिफिन बनाउँदैछु। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सबैले माया गरिदिनु भएको छ।
सबैले हाम्रो मिक्स सातो राम्रो छ भनेर सबैले कहाँ उता बानेश्वर छैन बानेश्वरतिरबाट नि आइदिनुहुन्छ एकजना दाइ सधैँ आउनुहुन्छ अहिले चाहिँ आउनु भएको छैन अहिले बाहिरतिर जानुभयो कि कहाँ जानुभयो सबैलाई एक कोकोजी पनि बनाएर टेस्ट गर्नुपर्ने छ सबै ग्राहक महानुभावहरूलाई हामीले धेरै हृदयदेखि सम्झिराखेको छौँ एक कोकोजीले धेरै माया गरिदिनु भएको छ सबैलाई नमस्कार हृदयदेखि धन्यवाद दिन चाहन्छु अब यहाँ बनाउने अनि बच्चालाई स्कुल जाँदा टिफिनलाई दिनुहुन्छ बिहान बेलुका बिस्कुट अचार चाउचाउ दिनुको साथै यो दिँदा असाध्यै राम्रो हुन्छ बच्चाको दिमागलाई राम्रो गर्छ तेजिलो बनाउँछ अझ यसको मेरो छुट्टै अनुभव छ तपाईँ हामी जोसुकै पनि पदयात्रा गर्दा अथवा कतै जाँदाखेरि यो कोकोजी साथमा राख्नुभयो भने तपाईँलाई बेलुकी हिँड्दा थकाइ लाग्छ तपाईँ आफ्नो गन्तव्य स्थान पुगिसकेपछि तपाईँलाई थकाइ लाग्न सक्छ थकाइ लाग्दाखेरि तपाईँले यो एक कोकोजीलाई 2 कप बनाएर स्वाट्टै खाइदिनुहोस् तपाईँको एनर्जी तुरुन्तै आउँदछ किनकि यो मैले 5200 मिटर माथि ट्रेकिङको यात्रा गर्दाखेरि मैले अनुभव गरेको छु जुन ठाउँमा हामी बिहानदेखि हिँडेर हामी साँझ पख हाम्रो गन्तव्य स्थान पुगिन्छ त्यतिखेर हिँड्दाखेरि हामीलाई थकाइ लाग्न सक्छ हरेक हाम्रो एनर्जी लस भएको हुन्छ त्यस अवस्थामा हामीले पहिलो नम्बरमा तातो पानीमा कोकोजी मिसाएर खाइदिएपछि हाम्रो एनर्जी तुरुन्त फिल हुन्छ यो मेरो अनुभव हो मैले 8औं 9औं पटक यो ट्रेकिङ गर्दै जाँदाखेरि पनि मैले अनुभव गरेको छु यसको मात्र नभएर जिएल स्पालुना अनि त्यसपछि अर्को कडिसेक कफी ब्ल्याक कफी त अनिवार्य नै छँदैछ त्यस्तै गरेर अब मसाज ओइल छँदैछ अनि टुथपेस्ट यसरी मेरो आफ्नो यो अनुभवका साथसाथै आज हामीले नानी बाबुहरूको टिफिनको लागि कोको टिफिन नाम दिएका छौँ सम्पूर्ण ग्राहक वर्गज्यूहरूले आफ्नो नानीहरूलाई स्वस्थ र तेजिलो दिमाग भएको बनाउनलाई यसरी खुवाउनु भए अझ राम्रो हुनेछ यहाँ भएको एउटा कोको फलको यो पाउडर हो कोकोजी कोको फलबाट बनाइएको यो पाउडर बच्चाहरूको लागि असाध्यै राम्रो बच्चाको लागि मात्रै नभएर हामी सबैलाई राम्रो हो विशेष गरेर यो धेरै चाहिँ अब बच्चाहरूलाई खुवाइन अब सानो बच्चा र बुढाबुढीहरूको लागि अति उत्तम छ किनभने यसले तुरुन्तै एनर्जी दिन्छ यो तातो पानी र चिसो पानी पनि खान सकिन्छ त्यतिकै पनि खान सकिन्छ मिल्दछ कोही ठुलो कोही सानो